हेलो एभ्रिवान, गुड मर्निङ। हजुरहरूलाई बिहानको चिसो मौसम सँगसँगै आज हामी सँगै जाउँ है त मन्दिर दर्शन गर्न। त्यही भएर छोरी रेडी हुँदैछिन्। नानीलाई चाहिँ कति राम्रो देखिन्छ, बारीमाथि बसेर हेरिरहेछ। छोरी यहाँ सरसामानहरू लिगौँ। त्यस पछाडि चाहिँ सरसामानहरू लिएपछि हामी लाग्यौँ है त माथितर्फ। मेरो छोरी अनि म चाहिँ छोरीले भिडियो खिच्दिउँ, म चाहिँ भाइलाई लिएर हिँड्नु। यहाँबाट चाहिँ फेरि उकालो लास्टै उकालो, ओह्रालो चाहिँ लास्टै ओह्रालो के है। उकालो भएपछि ओह्रालो त हुन्छ भन्नुहुन्छ होला, तर नि बच्चाहरू उफ्रिन नमानेर कस्तो गाह्रो भएको थियो कि मलाई चाहिँ। अनि मैले बाबु डोराएर नि नानीले चाहिँ मेरो भिडियो खिच्दैन होइन। अनि दिदी फेरि अगाडि गएको भएर भाइलाई पनि दिदीसँगै जानु पऱ्यो भनेर अगाडि दौडिन्छ। दिदी माथि बसेर आऊ भनेर होइन, उसले चाहिँ दिदीलाई नै आउनु पऱ्यो भने थुचुक्कै बस्थ्यो। फेरि दिदी आएर भाइलाई हक गरेर माया गरेर हात समातेर लिएर गयौँ। दिदीभाइको यो माया चाहिँ कस्तो अचम्मको हुने कि एकछिनमै झगडा गर्छन् है, एकछिनमै मिल्छन् कि बुढाहरू पनि। अनि मैले सरदमकै खाएँ अनि बाबु अगाडि अगाडि दौडिँदै गयो। नानीले चाहिँ यहाँ घन्टी बजायो, दिदीले घन्टी बजाएर उसले नमस्ते गरेर उसले पनि घन्टी बजायो होइन। अनि त्यसलाई बजाएर एकछिन खेल्न थाल्यो। किन मन्दिर आएपछि चाहिँ मन पनि भारी हुन्छ मलाई चाहिँ है, एकदम भगवान्प्रति आस्था भएर होला। अनि यहाँ दिदीभाइ हात समातेर गयो। अनि फेरि एकछिनमा हात नसमाउ दिदी भन्ने, दिदी अगाडि गएपछि फेरि दिदी नै चाहिने क्या उसलाई चाहिँ, ल हेर्नुहोस् न। अनि फेरि दिदी आएर हात समातेर भाइलाई माया गर्दै लिएर गयौँ। अनि फेरि एकछिनमा म आफै हिँड्ने भनेर रेलिङ समाउँदै हिँड्न थाल्यो चाहिँ। अनि दिदी अगाडि थियो, दिदीको खुट्टामा घाउ थियो, भाइले समाइदियो, दिदीको मामु भन्दै थियो। अनि मलाई बोक्क मामु भने चाहिँ। अनि फेरि हामी माथि उक्ल्यौँ होइन। अनि ल हजुरहरू पनि अक्कालो माईको दर्शन गर्नु होला। म कुन मन्दिरमा जाँदा भिड हुँदैन है, अलिअलि भिड चाहिँ। यहाँ आमाले चाहिँ बाबुलाई जिगर बाबु भन्ने गरेको थियो। अनि मैले छोराछोरी यहाँ प्रसाद खान थालेँ भने मैले टक्क मन्दिर पुसेर फेरि साह्रै भिडियोहरू खिचेँ। यो मन्दिर चाहिँ हाइटमा भएको भएर होला एकदमै राम्रो दृश्य देखिन्छ कि यहाँबाट।